म चाहिँ अब धरहरातिर जाँदैछु गाइस। टिकट काटेर हामी टिकट लिइसक्यौँ। अब धरहरातिर जाँदैछौँ। हेरौँ कस्तो हुन्छ। फर्स्ट टाइम हो मेरो चाहिँ यो धरहरा जाने होइन। युट्युब हो हेर्नुहोस्। फर्स्ट टाइम म धरहरा जाँदैछु। लाइफमा चढाएको छैन, आजै हो चढिरहेको छु मेरो साली नानीसँग। यस्तो दामी छ है। अब हेरौँ कस्तो फिल हुन्छ माथि गएपछि। मेरो चाहिँ स्टिक नै बिग्रियो, त्यही कारणले म हात प्रोटेक्ट गरेर छु। ल छिटो फोटो खिचौँ। कालो देख्यो अनि यो सेतोले हो कि कालो देख्यो। कस्तो लात्रा खिच्यो क्रस। अब क्रसै खिच्यो। धरहरा चढ्न जाँदैछु गाइस। यहाँको नजारा फर्स्ट टाइम म धरहरा चढ्दैछु। मेरो ब्याग खुला छ छैन खान्छ। हेरौँ कस्तो हुन्छ। मेरो ब्लगको हालत यस्तो भयो खराब। यो कस्तो बिग्रेको यसरी अडाउने चिज भयो कि पछाडिको सिन राम्रो देख्छ क्या ब्लगले गर्दा, त्यही मात्र हो। नत्र त ला फेरि टिकट देख्नु पर्ने। टिकट पनि कति धेरै ठाउँ देख्नु पर्ने। फर्स्ट एक्सपिरियन्स हो नि त। कहाँबाट जाने? लिफ्टबाट जाने कि कहाँबाट? लिफ्ट छैन? मर्ने भयो हिँडेर आज। के थाहा त मलाई त फेसिलिटी होला भने जस्तो लाग्यो। कति सानो ढोका त के कान्छीको आज उयो हुनु एक्सर्साइज हुने हजुर। 2 किलो मासु घट्ने भयो। किन लिफ्ट अब बन्दैन हो? कति बिग्रिँदो रहेछ है। मान्छे पनि थोरै चढेको भने मान्छे धेरै न्यू एक्सपिरियन्स हो। अब ठुक्क नेपालको झन्डा हुनु पर्छ। ओ मिस्टेक भयो है। लिफ्ट नै बिग्रियो। अब लिफ्ट बिग्रेपछि के गर्ने? अब चढ्नै पर्यो। रबर चाहियो बस्ने रेस्ट गर्ने हो।
फेरि कहाँ गयो त्यो कालो रबर डबल गरेर हुन्छ र अब सजिलो ओके गाइस अब हामी माथितर्फ चढ्दैछौँ अहिले त्यस्तो रेस्ट गरेको अब हामी माथि जाँदैछौँ हेरौँ कस्तो हुन्छ दिदीले सम्झ्यो त्यो पर्फिमले दिदीले सम्झाइदियो क्या जाउँ जाउँ अब आइसक्यो क्या ए यस्तो बाटो त कति यो झरनामा कोर चाहिँ गर्नु भयो नि झरनामा हेर्नु आइसक्यो बाहिर आइपुगिसक्यो धेरै छैन अब 2 फुटको हिँड्यो भने ठाउँमा पुगिहाल्यो अहिले 7 मिनट सायद 10 मिनटमा पुग्ने रहेछ मेरो विचारमा चढ्ने सफा पनि पुरा भयो र हामी आइपुगिसक्यौँ धरम गाइस फाइनली पसिनालाई पानी नै भयो फर्स्ट टाइम
बडा भ्यू ल धेरै हान्नु पर्यो त्यहाँबाट नदेखा डर नलाग्दो रहेछ त्यस्तो साह्रो त लागेर मलाई मिल्छ भनेर अब जम्पिङै हाल्नुपर्छ फर्स्ट टाइम किन फोटो खिच्नुपर्छ यहाँ त यति पर आएर फोटो खिच्नुहुन्छ काठमाडौँको मुटुमा छ भने एभ्रिवान लाइक सब्सक्राइब चाहिँ ल्याउनु पर्यो थियो यो घर चाहिँ दामी मजा हो अहिले भर्खर आएपछि मलाई दामी हुनु त अहिले कस्तो बढ्दो जस्तो यो घर चाहिँ दामी यो अगाडि भने फेरि पानी किनेर ल्याउँछ मलाई त प्यासै लाग्दैन खासै अब यहाँ चाहिँ एउटा ग्रिल्स बनाउनु पर्छ Like and subscribe.